सम्पूर्णलाई स्वागत छ। आजको हाम्रो पोडकास्टमा कतारमा ट्याक्सी गुराउँदै गाडी गुराउँदै सम्पूर्ण नेपालीको मनमुटुमा बस्न सफल मेरी प्यारी बहिनी इन्दिरा शाह ठकुरी। मैले युनिक महारानी भनिनँ, त्यसको लागि जे सुन्न जे बुझ्नुहुन्छ बुझ्नुहोस्। अनि बहिनी तपाईँलाई स्वागत छ हाम्रो यो पोडकास्टमा। दर्शन धन्यवाद हजुरलाई, हजुरको यो पोडकास्टमा निमन्त्रणा गर्नुभएकोमा म एकदमै आभारी छु हजुरप्रति। थ्याङ्क यू सो मच। ल अनि बहिनी अहिलेको कतारको यो विषम परिस्थिति भनौँ एकदमै अब जे होस् अलिकति गाह्रै छ मध्यपूर्वमा, तपाईँले कसरी लिनुभएको छ? मलाई त यसलाई एकदम इजी, मलाई त केही लाग्दैन। जन्मेको किन मर्न हो, मर्नु छ भने जागर नै मरिन्छ। म त बिन्दास। भन्नाले तपाईँको व्यवसायलाई कुनै असर गरेको छैन? व्यवसायलाई असर गरेछ, त्यो कुनै दिन अर्को त्यो छुट्टै पाटो हो, त्यो छुट्टै पाटो। व्यवसायलाई त एकदमै असर गरेछ, अर्को साल पूर्ति गराउँला हैन? ए ल ठिक छ। अनि ल यो कुरालाई यतै विश्राम लिऊँ, किनभने यो धेरै बोल्न उचित छैन र म तपाईँको व्यक्तिगत जीवनप्रति गएँ है त। अनि तपाईँ नेपाल गएर आउनुभयो होइन, नेपालमा बितेका ती अविस्मरणीय पलहरूको बारेमा केही बताइदिनुहुन्छ कि? नेपालमा सबैभन्दा मेरो मेन कुरा थियो मेरो म्युजिक भिडियो बनाउनु पर्ने होइन। हजुर, म्युजिक भिडियो बनाएँ, मलाई एकदमै खुसी लाग्यो। मेरो मुवाप्रति समर्पित हो त्यो गीत होइन। त्यसै बिचमा मैले राम्रा राम्रा मान्छेहरू सङ्गत गर्न पाएँ होइन। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। गीत जस्तो सुकै होस् जे सुकै होस्, तर म एकदम खुसी छु किनभने मैले मेरो मुवाको लागि गरेको गीत हो। त्यसैले आमाप्रतिको तपाईँको सम्मान श्रद्धा माया सबै कुरा एकदमै खुसी लाग्यो। एउटा छोरी भएर गर्वका साथ आफ्नो मेहनत र परिश्रम लगानी लगाएर आमाप्रति त्यो सम्मान, त्यो स्नेह, त्यो ममता दर्शाउनु भयो दर्शक सामु। त्यसको लागि एकदमै तपाईँलाई हामी पनि हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। र अनि अरू नयाँ कुरा पनि सुन्दै थिएँ, के हो कस्तो हो त्यो बारेमा केही बताइदिनुहुन्छ कि? कस्तो के कुरा नयाँ भन्नाले अब कस्तो अलिकति केही प्रगति भएको छ नेपाल गइसकेपछि भन्ने सुनेको थिएँ, के हो त्यो? नयाँ प्रगति त्यस्तो केही होइन, जो कोहीले पनि त्यो गर्ने कुराहरू नै हो। आशा छ भोलि छोरा मान्छे मात्रै विदेश गएर नेपालको लागि केही गर्नुपर्छ, आफ्नो परिवारको लागि केही गर्नुपर्छ भन्दा नि म नि एउटा छोरी मान्छे भएर नि छोरा छोरा चाहिँ उहाँहरूको लागि दायित्व पुरा गरौँ भन्ने कुरा मात्रै हो। ल यो पनि एकदमै राम्रो। अनि म यहाँ तपाईँले समाजसेवा पनि गर्नुहुन्छ, आफ्नो कला प्रस्तुत पनि गर्नुहुन्छ, तर आफू चाहिँ अहिलेसम्म सिङ्गल हुनुको कारण चाहिँ के होला नि? सिङ्गल हुनुको कारण चाहिँ मलाई कसैले नपत्याएर त्यही भन्दा नि कसैले आँटै नगरेपछि कसरी अनि हो त सबै सायद खोइ कसैले म तँलाई होइन, मलाई त्यस्तो लाग्छ हजुरले को मन बुझ्नु नसके हो कि जस्तो लाग्छ के? मेरा शर्तहरू धेरै छन्, कसैले त्यो पालनै गर्न सक्दैन, कसैले मलाई ह्यान्डल गर्नै सक्दैनन्, त्यही भएर नआइकन हुनसक्छ। त्यो पनि हुनसक्छ, तर हामी चाहिँ तपाईँ जोडी भएको देख्न चाहन्छौँ, त्यही भएर पोसिबल छिटोभन्दा छिटो खुसीको कुरा सुनाउनुहोस् भन्ने हामी प्रतीक्षामा छौँ है। अनि कन्यादान दिन चाहिँ म आफैले भनेको हो होइन, तर त्यो दिन कहिले आउँछ एकचोटि बताइदिनु न त। आशा गरौँ यदि भाग्यमा लेखेको रहेछ भने त्यो कुरा टाढेर टर्दैन होइन। यदि भाग्यमा लेखेको रहेछ भने अफकोर्स हुनसक्छ, तर अहिलेसम्म कोही पनि छैन। यदि भएको खण्डमा म हजुरलाई भनिहाल्छु। ल त्यसको लागि धेरै धेरै धन्यवाद। आज हाम्रो युनिक महारानी मेरी प्यारी बहिनी इन्दिरा शाह ठकुरीसँगको मिठो कुराकानी सुनिहाल्नुभयो। अब यो पहिलो पोडकास्ट हो, अब दोस्रो पोडकास्टमा मेरी प्रे मित्र शर्मिला आउनुहुनेछ। अहिलेलाई पनि म बिदा हुन्छु। ल त बहिनी हजुरलाई पनि धेरै धेरै धन्यवाद समय दिनुभयो। सबैजनाले यो पोडकास्ट हेरेर हाम्रा जीवनीबारे टिका टिप्पणी गरिदिनु होला। राम्रो लाग्छ राम्रो, नराम्रो लाग्छ नराम्रो भनिदिनु होला, तर मुख छाड्ने काम जे पाए त्यही ब्लेम लगाउने काम चाहिँ कसैले नगर्नु होला। थ्याङ्क यू सो मच, हजुरलाई पनि धेरै धेरै धन्यवाद। ल धन्यवाद मेरी बहिनी। र यो हाम्रो जस्ट मजाक हो, रमाइलो हो, यसलाई साँच्चै सोचेर गलत कमेन्टहरू नगरिदिनु होला। हामी यसो हाँसी मजाक गरेको दिदी बहिनीहरू बसेर कुराकानी हो, छलफल हो, रमाइलो हो। धन्यवाद सबैजनालाई हेरेर साथ दिने, बोलेर साथ दिने, कुरा गरेर साथ दिने यहाँहरूलाई धन्यवाद।